चैते दसैँको सम्पूर्णमा धेरै धेरै शुभकामना। यो चाहिँ बिहानको टाइम मम्मी चाहिँ पूजा गरेर आइसक्नु भएको थियो अनि बाबुले टिका टालो गरिदिनु भएको थियो अनि हामी पनि नुहाइधुवाइ भएर रेडी भएर चाहिँ गयौँ। हामी चाहिँ सबैभन्दा लास्टमा भएछौँ। सबै बहिनीहरू भाउजूहरू सबै चौतारीमा गएर बसिसक्नु भएको थियो। पछाडि बाजा गाजा पुरै बजिरहेको थियो, मान्छेहरू आउनु भएको थियो, पूजापाठ भइरहेको थियो अनि यता चाहिँ हामी भिडियो बनाइरहेका थियौँ। फोटो खिच्न लागेको यहाँ अनि भाउजूले चाहिँ भिडियो बनाउनु भएछ अनि यहाँ सानीमाहरू आन्टीहरू सबैजना हुनुहुन्थ्यो। त्यहाँ चाहिँ बाजाहरू पञ्चे बाजा बजिरहेको थियो। यसपालि चाहिँ मान्छे अलिकति कमै हुनुहुन्थ्यो मन्दिरतिर चाहिँ अनि बाबु चाहिँ नाचिरहेछ बाजाको गाना सुनेर अनि भाउजूले चाहिँ यहाँ भाले उडाउन भाले काट्न लिएर आउनुभएको रहेछ। अनि यो चाहिँ हाम्रो गाउँको भाइरल दिदी है, त्यत्तिकै बिना गीतमा पनि नाचिराख्नु भएको थियो दिदी चाहिँ। अनि पछि नाच्दै यता आएर आन्टीको पैसा छोड्न लाउनु भएको थियो। आन्टीले चाहिँ थाहा पाइहाल्नु भएछ। पछि फेरि यता बहिनीले चाहिँ गोली हानिकरी बन्दुक पड्काइकरी अनि त्यो दिदी ढलेको हो अरे होइन। खुब रमाइलो गरिरहेको थियो यिनीहरू। अनि त्यत्तिकैमा भित्रको पूजापाठ चाहिँ सकेर चाहिँ अब बोको अनि त्यसपछि कुखुराहरू काट्ने टाइम आइसकेको थियो बाहिर चाहिँ कालिकालाई। अनि त्यसपछि यहाँ पहिला फुर्से काट्नुहुन्छ नि त, अनि त्यसपछि बल्ल बोकाहरू अनि कुखुराहरू काट्नुहुन्छ। अनि यहाँ चाहिँ बहिनीहरूले चाहिँ परेवा उडाउनलाई लिएर गएका थिए अनि उनीहरूले चाहिँ परेवा उडाए। अनि त्यसपछि पूजापाठ सकियो, हाम्रो काम पनि सकियो, बाजागाजा पनि बन्द भयो। हामी लाग्यौँ घरतिर अनि ल्याउँदा बाबु चाहिँ निदायो। थ्याङ्क यू फर